साइकलमा जाँदै रहेछ उसको काममा कहाँ गएको थियो उसले आएर एकैचोटि साइकल घचाडेर थिचिहाल्यो अनि थिचेपछि हामीहरूले हतपत्त कुदेर गयौँ र जाँदाखेरि रेटिहाल्छ घाँटीमा 2 मिनट हामीहरूले नदेखेकोमा मान्छे गइगयो मार्ने मेरो छोरालाई 4 वर्षको छोरालाई उसको बारीमा पस्दाखेरि यहाँ हानेछ यहाँ हान्दाखेरि यत्रो भयो नानी यसो गर्दै आयो आउँदा के बनाने भनेको अङ्कलले हान्नु भयो डल्लाले भने अनि हामी गयौँ किन यसो गरेको यस्तो सानो नानीलाई यसो गर्नु हुँदैन 4 वर्षको नानी यसो गर्दा केही भयो भने के हुन्छ भनेको मरे मर्छ के हुन्थ्यो भनेर त्यसो भने चाहिँ हामीले 2-4 जना मान्छे राख्यौँ हामी सबै समाज भेला भयौँ अनि त्यसरी त्यसो भन्नु हुँदैन यसो गर्नु हुँदैन हाम्रो छोराछोरी तिमीलाई यसरी मार्नलाई जन्माइदिएको होइन भनेर हामीले 3 जना देउरानी जेठानी आयौँ गुहार गऱ्यौँ गर्दा तिमीलाई पख खुकुरी लिएर निस्किन्छु काट्छु कहाँ छ खुकुरी निकाल भनेर भित्र पसेको दर्शकबिन यतिखेर हामी फेरि पनि यहाँहरूमाझ उपस्थित भइसकेका छौँ र यसअघि यहाँहरूमाझ हामीहरूले जुन चाहिँ आफ्नै छिमेकी दाइले चाहिँ जुन चाहिँ पसल जाने क्रममा घाँटी जुन चाहिँ छुराले रेटिएको लडाइँवरी रेटिएको भन्ने कुरो आएको छ यसअघि हामीहरूले सम्बन्धित घाइते व्यक्तिसँग कुराकानी गरेका थियौँ र उहाँलाई त त्यस्तो खासै केही पनि थाहा भएन मलाई म त अक्कबक्क भए केही गर्न सकिनँ भन्ने कुरो आइसके पछाडि उहाँबाट खासै कुरा नआइसकिसकेपछि अहिले हामी यहाँहरूमाझ चाहिँ प्रत्यक्ष सो घटनालाई प्रत्यक्ष देख्नुहुने त्यो घटना कस्तो भएको थियो कसरी भएको थियो भन्ने कुरो चाहिँ देख्नुहुने यहाँनिर देखिराख्नु भएको छ हाम्रा दाइहरू हुनुहुन्छ दिदीहरू हुनुहुन्छ र त्यसै गरी छुट्याउनु जाने जुन भाइले चाहिँ मलाई मेरो बुवाले पनि छुट्याउनु भएको भन्ने कुरो आएको छ र बुवा पनि हाम्रो यस मिडियाको फ्रेममा आउनुभएको छ सर्वप्रथम यहाँ दाइसँग बुझ्न गए तपाईँले कस्तो अवस्थामा के गर्दै गरेको अवस्थामा सुरुमा देख्नुभयो भनिदिनुहोस् न मैले देखेको चाहिँ अब यो सानो नाति भनौँ न है साइकलमा जाँदै रहेछ उसको काममा कहाँ गएको थियो उसले आएर एकैचोटि साइकल घचाडेर थिचिहाल्यो अनि थिचेपछि हामीहरूले हतपत्त कुदेर गयौँ र जाँदाखेरि रेटिहाल्छ घाँटीमा त्यति नै हो अनि हामीहरूले छुट्याएर भनेपछि अब तपाईँ त होइन त्यो बुढेसकाल मान्छे अब त्यति ज्याङ्गो मान्छे हेर्दाखेरि ज्याङ्गो नै जस्तो देखिन्छ होइन भनेपछि तपाईँले हार गुहार चाहिँ गर्नुभयो कि भएन त्यतिखेर नि हार गुहार त अब हामीहरूले के गर्नु छ र महिलाले अब त्यो बिरामीलाई मार भने के को हल्ला भनेर कुदेर माइलो गयो तपाईँलाई चाहिँ त्यतिखेर चाहिँ के त्यो लडाको जिस्केको जस्तो लाग्यो कि पुरै होइन प्रहारै गरेको अब त्यो बिरामीलाई के भनौँ नि अब उसले साइकल रोक भनौँ कि के भनौँ एकैचोटि गएर ड्याममै हानेर लडाइदिइहाल्यो पैनीमा अनि फेरि थिचिहाल्यो उसले तपाईँ के गर्दै हुनुहुन्छ कसरी देख्नुभयो म त्यहीँ खाटैमा बसिरहेको थिएँ हजुर लडाएर थिचिहाल्यो अनि रिट्न थाल्छ हामीले कुदेर 2 मिनट हामीहरूले नदेखेकोमा मान्छे गइगएको मार्ने नै नियन्त्रण छ नि त उसको जस्तै यतातिर म घाइते भाइको बुवासँग जान चाहन्छु जस्तै दाइले चाहिँ कतिखेर थाहा पाउनुभयो तपाईँले चाहिँ यो घटना मैले चाहिँ खुर्सानी टिप्दै थिएँ है हजुर बारीमा अनि हामीले कराए चाहिँ कराएपछि गएँ होइन यहाँ लसार पसार गर्दै रहेछ रेट्दै रहेछ अनि गुहार भन्यो यताउति अनि उसले छोडेर अनि भागो फरार भयो तपाईँकै छोरो हो भन्ने थिएन अरू कोही होला भन्ने लागेको थियो होला होइन सुरुमा त्यस्तै लाग्यो मलाई भनेपछि अन्तिममा आफ्नै छोरो रहेछ छोरोलाई लडाएर बाटोमा रेटिराखेर छुरीले घाँटी रेटिरहेको के गर्नुभयो त त्यतिखेर तपाईँले त्यहाँ गएर त्यतिखेर अब जान पनि अलिक अप्ठ्यारो भयो उसँग हतियार थियो अब हतियार भएपछि डर मर्दै हुन्छ बुङ्रो लिएर जानु भएन लग्यो नि केही पनि हातमा हामी केही थिएन अब त्यसमा पऱ्यो नि त अपरझट परेपछि कुनै भएन
जस्तै यतातिर दाइ पनि हुनुहुन्छ प्रत्यक्षदर्शी तपाईँ होइन, त्यो घटनालाई तपाईँले कसरी हेर्नुभयो त, अब कसरी त्यो बचाउने कोसिस गर्नुभयो त्यो बताइदिनुहोस् न। मैले देख्दाखेरि अब हाम्रो माथिल्लो घरको त्यो हान्ने भाइ हो, यताबाट अगाडिको घरको छिमेकी भाइ हो उँभो जाने। अब म त्यहीँ अगाडि मेरै घर अगाडि आँगनमै बसेको थिएँ, उभिरहेँ। त्यतिखेर त्यो माथिल्लो घरको भाइ चाहिँ बाटोमा यसो ओहोरदोहोर हिँड्दै थियो। अब त्यो मौकामा उसले त्यसरी प्रहार गर्ला भन्ने हामीलाई पनि सोच थिएन। त्यतिखेर यताबाट यो चन्द्र भाइ यता भतिजो यता यहाँबाट उसको घरबाट निस्क्यो, उँभोतिर जानलाई साइकल उँभो लागिरहेको थियो। ऊ बाटैमा अब त्यो मैले सोचेकै थिइनँ कि एकैचोटि कुकुरले झम्टे यस्तो झम्ट्यो, 81 कुकुरले झम्टे यस्तो झम्टे पछाडि उसलाई लडाइहाल्यो। अनि लु मान्छे मारो मान्छे, ऊ पनि करायो, त्यो भाइ पनि चन्द्र पनि करायो। ऊ पनि कराएपछि लु मान्छे मारो भनेर मैले पनि कराएँ, बुवा पनि कराउनु भयो। अनि भक्त दाइ पनि त्यहीँ हुनु रहेछ। हामी तिनैजना बाटोमा निस्केपछि अनि उसले पनि छोडो, ऊ पनि चन्द्र भाइ पनि भतिजो पनि अलिकति बलियो भएकाले गर्दा होला बस्न सफल भयो। उसले हानिसकेको रहेछ छुरा घाँटीमा, 2टा अब दाग छँदैछ, सबै देख्नुहुन्छ। 2टा अब घाँटीमा हानेको छ, यो साइडमा गहिरो। हस्पिटल लगेर हेर्दाखेरि त्यस्तो भित्रैसम्म गएको चाहिँ छैन, बाहिरी भाग चाहिँ काटेको छ 2 ठाउँ। जे भए पनि ज्यान मार्ने उद्देश्य चाहिँ ज्यान मार्ने उद्देश्यले नै हानेको देखिन्छ, बुझिन्छ। अनि अब यो केस भनेको पहिलो केस पनि होइन, फेरि यसरी हतियारले हानेको चाहिँ मान्छेलाई डाइरेक्ट गरेको पहिलो भए पनि अगाडि पनि 4-5वटा उसले केस यसरी उसले मान्छेमाथि हातपच्ची गरिसकेको मान्छे हो यो। हुन त आफ्नै साथी, अब गाउँको भाइ भतिजो मान्छे सोसरा भए पनि छिमेकी भए पनि भएको कुरा भन्नुपर्छ, सबैले देखे जानेका कुरा हुन्। र त्यतिखेर त्यसरी हामीले देख्यौँ र कर्म नपाएकोले गर्दा उसले पनि छुट्याउन बचाउन सक्यो। मान्छेलाई अब उस्तै थियो भने, अलिक कमजोरी थियो भने मार्ने नै नियतले उसले काम प्रहार गरेको देखिन्छ, बुझ्न माग्छ यो घटनालाई हेर्दाखेरि। भनेपछि पहिले पनि निकै घटना घटिसकेको रहेछ नि। 2-4वटा केस चाहिँ अब घटिसकेको हो, तर यस्तो मान्छेलाई चोटपटक नलागे पनि मान्छेमाथि आक्रमण गर्दै गरेको चाहिँ भाइ हो। जस्तै त्यतिखेर त्यो पहिला त्यो घटना त्यसरी गराइराख्दाखेरि छरछिमेकीहरूले के गर्ने कसो गर्ने त्यसलाई व्यवस्थापन गर्ने कामहरू त्यस्तोतिर सोचाइतिर लागेन? त्यो त अब सोचाइ भए पनि अब समाज बस्दै अब छोडिदिउँ। उहाँहरूको नानीलाई पनि, सानो नानीलाई पनि उ गरेको सोध्न सक्नुहुन्छ। सानो 2-2.5 वर्षको बच्चा थियो एउटा, ऊ माथि जाइलागेको 3 वर्षको छोरा थियो। ठिक छ हामी उता त्यतिखेर पनि 3 वर्षको छोरा थियो होइन। त्यो जुन भाइले अब यस्तो हाम्रोमा अहिले यस्तो काण्ड भइरहेको छ, ऊ भाइले चाहिँ मेरो छोरालाई 4 वर्षको छोरालाई उसको बारीमा पस्दाखेरि यहाँ हानेछ। यहाँ हान्दाखेरि यत्रो भयो, नानी यसो गर्दै आयो, आउँदा के बनाने भनेको अङ्कलले हान्नुभयो, डल्लाले भन्यो। अनि हामी गयौँ, किन यसो गरेको, यस्तो सानो नानीलाई यसो गर्नु हुँदैन, 4 वर्षको नानी यसो गर्दा केही भयो भने के हुन्छ भनेको, मर्छ के हुन्थ्यो भनेर त्यसो भने चाहिँ हामीले 2-4 जना मान्छे राख्यौँ। हामी सबै समाज भेला भयौँ। अनि त्यसरी त्यसो भन्नु हुँदैन, यसो गर्नु हुँदैन, हाम्रो छोराछोरी तिमीलाई यसरी मार्नलाई जन्माइदिएको होइन भनेर हामीले 3 जना देउरानी जेठानी आयौँ, गुहार गऱ्यौँ। गर्दा तिमीलाई खुकुरी लिएर निस्किन्छु, काट्छु, गएको छ खुकुरी निकाल भनेर भित्र पसेको। खुकुरी लिएर निस्किन्थ्यो भनेर हामी डराले बाटातिर पनि आयौँ। अनि भोलिपल्ट हामीले 2-4 जना मान्छे राखेर के हो कसो हो भन्दाखेरि माफी मगाएर अबदेखि यस्तो गर्दिनँ भनेर छोडेको थियो। त्यस पछाडि अर्को काण्ड, यहाँ परतिर सिटौला भाइ छन्, एकजना भान्जा हाम्रा, सिटौलाको भान्जा, उनले पनि त्यहाँ के मलाई त्यो बारे चाहिँ थाहा भएन, किन दोकानमा के आउँदै थिएँ, आउँदाखेरि खुकुरी लिएर उनलाई पनि पछाडिबाट प्रहार गर्न जाँदा उनले चाहिँ टाउको स्कुटर अथवा बाइकमा राखेर तर्काको खुकुरीले। कारण अब खालि त्यो केही नहुने कारण केही होइन, जो लोग्ने मान्छे श्रीमतीको भात लाउनेले, त्यही भएर श्रीमती पनि डन रहेछ क्या, डन हिरो हो। यसै गरेर यसलाई तपाईहरुले त्यति बेला नै पुलिस केस गरेर छुन्डेको भए त अनि गाउँ समाज बस्दै कागज गराउँदै छोड्दै गरेका हुन् नि त। अनि यो पटक चाहिँ हामी अहिले पनि कागज गराएर छोड्ने नियत गरेर यहाँ 2-4 जनाले बोल्दै हुनुहुन्थ्यो, त्यही भएर त हामी उर्लेका त। हिजो पनि आउनु भएको मिलौँ भनेर, आज पनि यही भएर उहाँको सानीमा ठुलेमा को आउनु भएको थियो मिल्नु भन्दा के भनेर मिल्नु, हामी ज्यान मार्न आँटेको छ, ज्यान मारेर केस लागिसकेको छ। के भन्नुहुन्छ त, के कुरा लिएर आउनु भयो त मिल्नको लागि? उहाँ मेन्टल हो, पागल हो, बौला हो, यस्तै गर्नुहुन्छ, छोड्दिनु भन्ने अरे। 2 वर्ष कमाउन दिनु अरे, विदेश गएर कमाउने अरे, अनि त्यस पछाडि आएर थुनाउनु अरे। त्यस्ता पनि कति सजिला कुरा। अब यो भाइको चाहिँ घाँटी रेटेर यो कहीँ जान पनि पाउँदैन होला त अगाडि, त्यस्तो भएकाले गर्दा यसको चाहिँ जिम्मा कसले लिने?
भन्नु त त्यही त भर्खर पनि 10-15 दिन मात्रै हुँदै रहेछ बिहा गरेको 10-15 दिन हुँदैछ कलिली केटी ल्याएको कस्तो भोला त केटीलाई अब उसको जिन्दगी झन् कस्तो भयो उसको सपना कस्तो थियो यसैले नाच विनाकारण मान्छेहरू कुट्ने काट्ने त्यसरी गर्थ्यो ऊ त्यतिकै कसैले केही गर्नै पर्दैन चुप लागेर बसिरहने यसले त के गर्ला र भने जस्तो उसले खुकुरीले हान्ने कि ढुङ्गाले हान्ने कि ऊ त्यतिकै त्यो दिन बिहान पनि ढुङ्गालेर बिहानैदेखि तल र माथि गरिराखेको यो मान्छे अनि ऊ बुवाले ढुङ्गाले हान्छ भनेर खापमा सर्नु भएछ क्या बुवा चाहिँ उनले कतिखेरदेखि त्यो टार्गेट बनाएर यो मान्छे कतिखेर निस्किन्छ यसलाई कसरी सिद्ध्याउँ भनेर उसको प्लानले नै यसलाई अब यो 2-4 दिनमा विदेश उड्दै रहेछ यसलाई रेटेर सकेर म विदेश उडेपछि त कसले भेट्छ र उसको त्यो छोटो दिमाग पनि विदेश जाने हो यसको विदेश जानलाई भिसा खसिसकेको छ कुन देश जान पैसा भिसा दुबईको खोइ कुन ठाउँ अरे भनेर मैले बुझिराखेकी थिएँ पैसा पनि बुझाइसक्यो गएर पनि फेरि यस्तै काण्ड मचाउँछ अनि यो उहाँ थुनामै परेर आएको यिनीहरूले छुटारै ल्याएको थुना परे थुनाबाट झिकाएर ल्याएको यहाँ 15 दिन नभइकन यहाँ छुटाएर लिएर आउनु के केसमा परेको रहेछ त्यो त्यस्तै थाहा भएन थाहा भएन यस्तै गर्नु होला नि कसैलाई काटो होला कसैलाई रेप गर्नु होला अब हामी छिमेकी चाहिँ अलिक तनावमा छौँ अहिले अब यो घटेको हामीलाई बस्न धेरै गाह्रो छ यो मान्छेबाट हाम्रा पनि अहिले यस्तो छ यहाँका जनप्रतिनिधिहरूले के त्यस्तो चासो दिनुभएको छैन यस्तो मान्छे यो समाज यो केसमा त जनप्रतिनिधिहरूले पनि अब नराम्रो कुरा त राख्नु भएको छैन जस्तो लाग्छ किनभने अब यो थानामा गइसकेको केस छ अनि यो केसमा मात्र हैन त फेरिदेखि यसो गर्दैन अगाडि चाहिँ उहाँहरूले मिलाउने एकचोटि पो माफ हुन्छ दुईचोटि पो माफ हुन्छ हैन यत्रो चोटि गर्दाखेरि पनि जनप्रतिनिधिले पनि केही गर्नु भएको छैन अगाडि चाहिँ जनप्रतिनिधिहरूले ल यसलाई अब गाउँको केटो हो अब फेरि गर्दैन छोडिदिउँ भनेरै अब मिलाएर छोडिदिएका हुन् पहिला चाहिँ त्यसरी छोडिदिनु भयो हुँदै उसलाई अब फ्री जस्तोले फ्रिडम पाएर होला यस्तो गरेको आत्मबल बढेर के रहेछ र यो जे गर्दा नि हुने रहेछ हो त्यही हो क्या अब त्यत्रो अगाडि पनि त्यत्रो काण्ड मचाइसकेको रहेछ अब त्यही के अरे उयो कागज गर्दै छोडिदिँदै गर्नु भएको रहेछ तपाईँहरूले अब फेरि पनि त्यही गर्छ भन्दै उसले मान्छे काट्दै कुट्दै हिँड्दै रहेछ क्या त्यसो गर्दै रहेछ काटो अनि मेन्टल यो चाहिँ अलिकति समाजको पनि लापरवाही देखियो क्या अलिकति तपाईँहरूले त्यति बेला नै तपाईँहरूले पुलिस केस गरेर थुनाएको भए गर्न खोजेको थियो गरेको भए तर मिल्ने मान्छे मिल्दिहाल्दैन यतिका हुँदैन थियो जस्तो लाग्छ है जस्तै अब अघि कुरा गर्नुभयो होइन उहाँको परिवारहरूले चाहिँ मेन्टल हो भनेर भनिराख्दाखेरि होइन हामीहरूले यसो सोच्दाखेरि पनि मेन्टल भएको व्यक्तिले यत्रो जुन चाहिँ घटना घटाएपछि त फरार नहुनु पर्ने हो मेन्टल होइन घरमा पनि त केही गर्नुपर्ने नि त घरका सदस्यलाई पनि केही गर्नुपर्ने नि त किन बाहिरकोलाई मात्रै अनि तपाईँहरू समाजको पक्कै पनि टाढाको धेरै टाढाको त होइन होला थाहा हुनुपर्ने थाहा हुँदैन त गाउँको मान्छेलाई थाहा त हुन्छ नि होइन र उहाँहरूले त्यो मुखले त भन्नुभयो तर प्रमाणित गर्ने उहाँको पनि आधार पर्यो नि त औषधि खुवाएको डक्टरको केही हो मेन्टल होइन दलेको हो क्या मेन्टल होइन दलेको मेन्टल हो भन्दै त्यहाँ अहिले कागज गर्न आउँदा चाहिँ के त्यस्तो केही प्रुफहरू लिएर आउनु भयो परितन्त्र जे गर्दा पनि हुन्छ भन्ने भएर उसले एकदम उहाँको दलाइ हो उनीहरू यहाँ कति पैसा भरिसके बुझाएर उहाँलाई एकदम यो बनाएर कागज गराइसक्ने अनि मात्रै मान्छे ल्याएर अब मिल्यौँ भनिसके त उनीहरू मिलिसक्ने हामी के गर्नु त भनेर हामी कथा उहाँहरू मिल्नु समाजका मान्छे कतै अब म ठिक छ यता उहाँ जो हुनुहुन्छ पीडित उहाँको बाको मामा कतै पैसामा त मिल्ने तयारी त्यस्तो त गर्नु भएको छैन यस्तो त धेरै देखेको छौँ हामीले किनभने होइन यस्तो घटना घटाइसकेपछि अब होइन अर्को पट्टिको मान्छेले चाहिँ अब आएर फकै फुललाई पैसा सैसा दिएर यताउति गर्न लाउने देखिरहेको छौँ त्यस्तो गरेको नि त्यस्तो गरेको छ ज्यानभन्दा ठुलो पैसा म चाहिँ अब होइन त्यस्तो अफर आयो भने के गर्नुहुन्छ फेरि म मान्दिनँ म त्यस्तो मलाई चाहिँ न्याय चाहियो मलाई यहाँ नि चाहियो न्याय चाहियो छोरालाई त्यस्तो गर्नेलाई कडाभन्दा कडा सजाय होस् भन्न चाहन्छु सजाय चाहियो हामी पनि सुरक्षित हौँ त्यो पनि सुरक्षित होस् त्यसलाई पनि मार्नु भनेको होइन हामीले किनभने ज्यान मार्नु कसैले पनि हुँदैन त्यो पनि हाम्रो छोरो भाइ जस्तै मान्छे हो उसको नियत मात्रै खराब हो हजुर यो घटना घटिसकेपछि चाहिँ जनप्रतिनिधि यहाँका वडाको अध्यक्षज्यूहरू कोही आएर के भन्नुभएको छ छैन हिजो वडा अध्यक्षले चाहिँ तपाईँलाई के भन्नुभयो आएको त देखिरहेको थिएँ यहाँ आउनुभएको थियो होइन मिलौँ भनेर अनि यो केस चाहिँ अब निकै ऊ गम्भीर भएको हुनाले होइन वडा अध्यक्ष नै मिलौँ भनेर आउनुभयो कि सल्लाह मात्र लिन आउनुभएको लिएर आउनुभएको थियो उहाँहरूले होइन सल्लाह के गरौँ अनि उहाँले यो घटनाहरू देख्नुभयो होइन यो त गम्भीर रहेछ यो हामीले चाहिँ यो गर्नु मिल्दैन प्रशासनले चाहिँ गर्ने कुरा हो भनेर उसले भनेको थियो त्यस्तो केही उहाँले फेरि ल अब एउटै त बन्धु हो मिलौँ हो त भन्नु भएन भनेन दबाब दिनु भएन सामान्य त्यही केही त छैन नि यस्तो त्यही त अब यतिको घटना अब तपाईँहरूले भनिहाल्नुभयो होइन
अगाडि पनि 3-4वटा यस्तो उयो घटाइसकेको छ भन्नुभयो होइन। अब तपाईँहरू चाहिँ के चाहनुहुन्छ? अब जनप्रतिनिधिहरूले पनि त्यति चासो देखेको चासो गरेको देखिएन हामीले होइन। यो त्यतिकै हो भन्छन्, आफ्नै हो भन्छन्, आफ्नै भित्र हो भन्छन्। हामी जति छ हामीलाई त्रास छ, हाम्रो ज्यान खतरामा छ। अब छोराछोरी सुरक्षित भएनन् हाम्रा, कसरी त्यो बाटो हिँडाउने, स्कुल पठाउनु पर्यो। त्यति बच्चालाई त अब ढुङ्गाले डल्लाले हान्ने त्यस्तो काम गर्दै रहेछ होइन। के चाहनुहुन्छ तपाईँहरू चाहिँ? जनप्रतिनिधिहरूलाई पक्कै पनि उहाँहरूले हेर्नुहुन्छ, पक्कै पनि माथि निकायहरूले ल्याउनु भने हामी केही न केही गरेर पुलिसलाई जिम्मा लाउँछौँ, होइन भने पुलिसले दाखिला गरेर उसलाई सजाय दिनुपर्छ। कति सजाय पाउँछ उसले? 3 दिन त भइसकेछ त पुलिसले पक्रेको रहेन। अनि पहिलो दिन प्रक्रिया पुर्याउनु पर्छ अरे। हेर्नु न कस्तो छ नेपालको कानुन। अब त्यो उसको सरकारी रिपोर्ट चाहिने अरे, अनि रिपोर्ट लगाएर पेसेपछि मात्रै त्यहाँ हुने अरे। त्यो घाँटी अलिअलि रेटेको पनि चाहियो होला फोटो, अनि त्यो सबै चाहिने। अनि अब भोलि बिदाको दिन, आज हिजो बिदाको दिन, आज बिदाको दिन, अनि भोलि मात्रै। त्यस्तो छ हाम्रो नेपालको कानुन। कहाँ तत्कालै हुँदो रहेछ र? हामी त पुलिसबाट असुरक्षित। के चाहनुहुन्छ अन्त? अब के चाहनुहुन्छ त? अब यो घटना यो त हुनु नहुनु थियो, भइगयो होइन। अब उसलाई चाहिँ पक्रेर के तपाईँहरू के माग गर्नुहुन्छ? कडा भन्दा कडा सजाय हुनुपर्छ। उसले पाउने सजाय कस्तो हो? जसरी मान्छे मार्दाखेरि उसले सजाय पाउँछ त्यस्तै सजाय उसले पाउँछ। यो त ज्यान मर्थ्यो नि त हिजो। आज 3 दिन भइसक्थ्यो यो मान्छे। 2 सेकेन्ड नदेखेको थियो भने यो मान्छे मरेको आज 3 दिन काम सक्थे भने आफै सोच्नु यसलाई कस्तो केस हुन्छ भनेर। मरेको सो सरको केस हुनुपर्छ, यसलाई ज्यान माराको केस हुनुपर्छ। म चाहिँ त्यही भन्छु। हाम्रो अब चाहना भन्नाले के भने अब व्यक्तिगत व्यक्ति पछि फरक होला, तर त्यो फरक भए पनि नियम कानुन अनुसारै जानुपर्ने हुन्छ। त्यसरी जानुपर्ने हुँदा हामी पनि सुरक्षित हुनु पर्यो। सबै हामी यहाँ सबै सुरक्षित छौँ। त्यसो हुँदा उसलाई कडा कारबाही होस्, ऊ पनि जेलमा सुरक्षित बसोस्, हामी पनि सुरक्षित हौँ। हाम्रो चाहना यही हो। कानुनमा पनि त्यही हुन्छ के बताउँछ, कानुन अनुसारै जानुपर्ने हुन्छ। ऊ पनि जेलमा बसोस्, हामी पनि सुरक्षित। यो अलिक वर्ष बसेर निक्ल्यो भने पनि फेरि आएर ताले 2-4 वर्ष बसिने रहेछ। मजा मासु भात अब के दिन्छ जेलमा अहिलेसम्म देखाएको छैन। सरकारी भात खाना पाइहाल्नु छ, काम पनि गर्नु परेन, छोराछोरी पाल्नु परेन। फेरि गएर मार्छु, फेरि आउँछु। यसको त नियत त्यही खालको कानुनै छैन। सरासरी देख्दा किनभने अहिले 7-8 वर्ष यसलाई सम्झाउँदा बुझाउँदा कहिले देशमा त अत्याधिक घटनाहरू पनि घटिरहेको छ होइन, न्याय पाएको छैन। अब यो पनि अब बात त्यस्तै पो हुने हो कि होइन? केस त लिन्छन् पुलिसहरूले। अब खै केही अहिलेसम्म होइन यो घटनाहरू देखेको छौँ नि त हामीले पनि। त्यसलाई छोडो भने होइन, यहाँ आयो भने पहिले हामीलाई जान्छ काट्न हेरिराख्नु हो। अनि हामीलाई जान्छ किनभने हामी त बोलिरहेको छौँ, उनीहरूको टार्गेटमा हामी छौँ। भोलि आएर उसले हामीलाई मार्छ। तर यो भन्नुहोस् न, यसले सजाय पाउनुपर्छ। कसरी हुन्छ कसरी यसले कडा भन्दा कडा सजाय पाउनै पर्छ, नभए हामी सबै गाउँ ओर्लिन्छ। गाउँलेहरूको आवाज सम्बन्धित निकायले सुनिदियोस् भन्ने हाम्रो पनि चाहना रहेको छ होइन। अहिले फरार जो व्यक्ति छन् होइन, जस्तै यो सब भनेको उहाँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ थाहा छैन। उहाँकै खोजी कार्यको लागि, अपराधीको खोजी कार्यको लागि यहाँ गाउँ लगायतको पीडितहरूको आवाज गुन्जिरहेको भन्ने कुरो चाहिँ हामी जानकारी गराउन चाहन्छु। दर्शकबिनहरू यहाँहरूले बुझिदिनुहुन्छ होला भन्ने कुरो हामीलाई लागेको छ। यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला ताकि सो फरार व्यक्ति कहाँ छन्, कस्तो अवस्थामा छन्, यहाँहरूले चिनेर नजिकको इलाका प्रशासन कार्यालय, प्रहरी इलाका प्रशासन कार्यालयमा सम्बन्धित निकायमा चाहिँ खबर गरिदिनु हुन अनुरोध गर्दै यहाँहरूले आफ्नो कुरा राखिदिनु हो। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ।